हेलो गाइस, आज चाहिँ मेरो नानीको डिनर चाहिँ के छ भनेपछि आज के छ भने नि यो चाहिँ आलु अन्त गाजर मटर त्यहाँबाट यसलाई चाहिँ मैले अघि नै बोइल गरेर राखेको थिएँ हो। अनि यो चाहिँ मैले दिउँसै के भने यो मुँगी दाल त मैले भिजाएर राखेको थिएँ हैन। अन्त यसमा मैले के भन्दाखेरि ओट्स र त्यो जुन चाहिँ उयो बनाउँछ नि के भन्छ यो के भन्नु तपाईलाई यो त अब चिउरा हालेको छु हो, पातला पातला खालके त्यो खालके चिउरा अलिकति हालिरहेको छु। यसलाई म ग्राइन्ड गर्छु हो र म तपाईलाई देखाउँछु र यो म्याच गर्छु हो। अन्त मैले के बनाउन आँटेको भन्दाखेरि चाहिँ आज नानीलाई चाहिँ चिल्ला बनाएर चिल्लाको बिचमा चाहिँ यो हालिकन म तपाईलाई देखाउने छु ल। र गाइस हेर्नुहोस् है, मैले चाहिँ ब्याटर बनाएँ हो। यतिको हुनुपर्छ हो। यसमा तपाईहरुले नुन हाल्नु पनि सक्नुहुन्छ, हर्दी पनि हाल्नुपर्छ हैन, कलर राम्रो हुन्छ हैन। अनि यो चाहिँ मलाई आज ल्याइदिनु भएको यो र यसले चाहिँ यसरी म्याच गर्नुपर्छ हो। यसरी म्याच गरेपछि चाहिँ मज्जाले अब यसलाई के गर्छु भने म कम्ती बटर हाल्छु र बटरमा कम्ती जिरा हाल्छु किनभने नानीलाई राम्रो हुन्छ भनेर नि, र कडी पत्ता पनि हाल्छु है। कडी पत्ता किन हाल्छु भन्दा जिरा किन हाल्छु भन्दा नानीलाई पनि ग्यास्ट्रिकहरू हुन्छ नि त हैन खानाले गर्दाखेरि, त्यही भनेर लगाउनु पर्यो भनेर नि। हेर्दै जानुहोस् ल, फेरि बनाएको पनि देखाउँछु म तपाईलाई, खाएको चाहिँ देखाउँदिनँ ल। यो चाहिँ पहिला नै घिउ हाल्नु हुँदैन हो, मजाले हाम्रोमा चाहिँ नन स्टिक हुनैपर्छ हैन। नन स्टिक छ भने मात्रै बनिन्छ, देख्नु भयो। अब यसलाई मजाले पल्टाएर हो, त्यहाँदेखि यो माथि चाहिँ घिउ हाल्छु हो। घिउ हाल्दा पनि भयो, रिफाइन तेल हाल्दा पनि भयो। अन्त मैले यहाँ खानको लागि त यस्तो बनाएको छु हो। कराई हेरिहाल्नुहोस् यो घरमा कस्तो कालो छ, यो त दाल मखनी हो। तर्सिन्छ पनि होला हो कराई देखेर। यतिको हुनुपर्छ है साथी हो। अब यो माथि चाहिँ म यो जुन चाहिँ म्याच गरेको आलुहरू छ है, यसमा गाजरहरू छ यो हाल्छु। अनि नानीलाई खिलाउँछु है। र यसमा बदामको अचार पनि दामी हुन्छ, तर नन स्टिकै हुनैपर्छ है साथीहरू।